मोटिभेसन इज ओभररेटेड, इन्भाइरोमेन्ट अफन म्याटर्स मोर। के हो त यो भनेको म तपाईँलाई बुझाउँछु। सो बोस्टनको एउटा फिजिसियनले चाहिँ आफ्नो हस्पिटलमा म चाहिँ मेरो हस्पिटलको स्टाफहरूको हेल्थ इम्प्रुभ गर्छु भनेर चाहिँ एउटा आइडिया लिनुभयो र उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि म कोही स्टाफसँग बोल्दा पनि बोल्दिनँ र चाहिँ म उनीहरूलाई मोटिभेसन पनि दिदिनँ भनेर चाहिँ त्यो एप्रोचमा जानुभयो। सो उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि जुन जुन ठाउँमा चाहिँ यो सोडाहरू मतलब कोक, फ्यान्टा त्यो टाइपको ड्रिङ्कहरू पाउँथ्यो, त्यो टाइपको ड्रिङ्कहरू कहाँ राखिरहेको हुन्थ्यो हस्पिटलको क्यान्टिनमा, जस्तै कि यो खाना जहाँ पाउँछ त्यसको छेउमा अथवा चाहिँ जहाँ पैसा तिरिन्छ त्यसको नै छेउमा राखिरहेको हुन्थ्यो। सो उहाँले चाहिँ के गर्नुभयो, त्यो खानाको जहाँ खाना लिन्छ त्यसको साइडको फ्रिजहरूमा पानीले भरिदिनु भयो, बोटल वाटरले, र जहाँ जहाँ ग्यासको रेजिस्टरहरू थियो त्यहाँको छेउछाउमा पनि यो बोटल वाटर चाहिँ राखिदिनु भयो उहाँले। तर जुन मेन फ्रिजहरू हुन्छ त्यहाँ चाहिँ सोडा नै राखिदिनु भयो। र यो रिसर्च चाहिँ यो चाहिँ उहाँले 3 महिनासम्म यो कन्टिन्यू गर्नुभयो र त्यसमा चाहिँ उहाँले के पाउनुभयो भन्दाखेरि त्यो 3 महिनाको स्टडीमा चाहिँ उहाँले पाउनुभयो कि यो सोडा, कोक, फ्यान्टाहरू यिनीहरूको सेल्स चाहिँ 11%ले घट्यो र जुन बोटल वाटर छ पानीको सेल्स चाहिँ 25%ले बढ्यो। र यो सेम तरिका चाहिँ उहाँले खानेकुराहरूमा पनि अपनाउनु भयो। राम्रो राम्रो खानेकुराहरू चाहिँ उहाँले इजिली डिस्प्ले गरिदिने, चारैतिर राखिदिने गरिदिनु भयो र नराम्रो खानेकुराहरू जुन अनहेल्दियर अप्सन्सहरू छ त्यसलाई चाहिँ उहाँले त्यही हिसाबले चाहिँ अर्को ठाउँमा सारिदिनु भयो र खानेकुरामा पनि उहाँले सेम त्यही नै रिजल्ट्सहरू पाउनुभयो। सो हामी जस्तो कामहरू गरिरहेको हुन्छौँ, जस्तो बानी बेहोराहरू गरिरहेको हुन्छौँ होइन, हामीले त्यो कुरा चाहिँ के हो भनेर वी अफन डोन्ट डु थिङ्स बिकज अफ वाट दे आर बट बिकज अफ वेयर दे आर। जस्तै कि तपाईँ चाहिँ अफिसको छेउमा तपाईँको कफी सप छ अथवा चाहिँ तपाईँको कुनै जङ्क फुड पाउने ठाउँ छ भने तपाईँ मोस्टली त्यहीँतिर इन्क्लाइन्ड हुनुहुन्छ। तर तपाईँको अफिसको सँगै चाहिँ तपाईँको फलफुल पसल छ अथवा अरू के पसल छ भने चाहिँ तपाईँ प्रायःजसो त्यहाँतिर इन्क्लाइन्ड हुनुहुन्छ। सो तपाईँको बानी बेहोराहरू सेभ गर्नको लागि इन्भाइरोमेन्टले पनि एकदम इम्पोर्टेन्ट रोल खेल्छ। यदि तपाईँलाई जिम स्टार्ट गर्नु छ, यदि तपाईँलाई फिटनेस स्टार्ट गर्नु छ भने चाहिँ तपाईँ जिममा गएर गर्नुहोस्। तपाईँलाई चाहिँ यदि बुक पढ्न थाल्नु छ भने तपाईँ आफ्नो रुममा एउटा यस्तो स्टडी सेक्सन बनाउनुहोस् कि तपाईँ त्यहाँ गएर त्यो इन्भाइरोमेन्ट तपाईँको स्टडीको लागि मात्रै फोकस होस्। हो तपाईँलाई चाहिँ आफ्नो घरमा हेल्दियर खानेकुराहरू तपाईँलाई चाहिँ बनाउनु सुरु गर्नु मन छ भने तपाईँ आफ्नो फ्रिजमा हेल्दी खानेकुराले पढिदिनुहोस्, जसले गर्दाखेरि तपाईँलाई त्यो इन्भाइरोमेन्ट त्यस्तै बन्छ कि जसरी तपाईँले चाहिँ आफ्नो बिहेभियरलाई चाहिँ सेप गर्न सक्नुहुन्छ।